सम्हाल्ने हो, कन्ट्रोल गर्ने हो। थपेर हाम्रो परिवारतर्फबाट पनि के गर्नु सकिन्छ होइन। पैसाले अब खुसी दिन त सकिन्न, त्यो पनि उनीहरूले देखाएको माया सद्भाव दुःख परेवाला सद्भाव भन्ने अब त्योहरू होइन। जीवन भयो आफूले आफूलाई अब सम्हाल्नु, कन्ट्रोल गर्नु, बच्चाहरू भविष्य सोचिदिनु। अनि सबै जिम्मेवारी अब हजुरको बाबा पनि हजुर, आमा पनि हजुर, अनि अब आफू चाहिँ अलिक जिम्मेवार हुने त्यही त हो है। लाउने नरुनु यो पैसा लिनु, नरुनु, रोएर हुने के छ, रुने होइन सोच्दिनु। अब बच्चा बच्ची हेर्ने, अब इन्कम हेर्ने, यिनको भविष्यको लागि सोचिदिने हो। अनि रुने होइन, रोएर अब केही हुँदैन आफूले सम्हाल्ने हो, कन्ट्रोल गर्ने हो। जीवन नहुन्थ्यो अब भइहाल्यो। 2082 साल वैशाख 17 गते जलजला पूजा गर्न जाने क्रममा एउटा भयानक दर्दनाक घटना घट्यो, जसमा चाहिँ 20 जनाको मृत्यु भएको थियो। त्यो घटनामा हामी चाहिँ त्यो मृतक परिवारलाई थोरै भए पनि केही राहत महसुस होस् भन्ने हिसाबले हाम्रो आदरणीय अग्रज विश्व रेग्मी दाई, प्रकाश ओली अनि त्यसपछि युवक शाही दाजुहरूको नेतृत्वमा जापानदेखि मृतकको परिवारलाई प्रदान गरिदिनको लागि केही रकम भन्दा पनि ठ्याक्कै 1,92,630 रुपियाँ मेरो खातामा उहाँहरूले ट्रान्सफर गर्नुभएको थियो। नाम चाहिँ उहाँहरू धेरै जोडिनु भएको छ, तर पनि मलाई यथार्थ यकिन सबैको नाम चाहिँ थाहा भएन। कसले त्यसमा सहयोग गर्नुभएको थियो भन्ने कुरा चाहिँ प्रकाश ओली भिनाजुले चाहिँ आफ्नो फेसबुक वालमा पोस्ट गर्नुभएको थियो। त्यसैमा हाम्रो परिवारको तर्फबाट समग्र सुधा बुढाथोकी मेरो बहिनी अनि मेरो सालाहरू निराजन र सुदन र मेरो स्वयं व्यक्तिगत तर्फबाट 50,000 हामीले त्यसमा थप गरेर चारवटा घर परिवारलाई 25,000 का दरले प्रदान गऱ्यौँ। र हाम्रो यो गोर्खा बिसी जहाँ एउटै परिवारमा धेरै ठुलो क्षति भएको थियो त्यस घरमा चाहिँ 1,43,000 रुपियाँ लगेर प्रदान गऱ्यौँ। जति पनि यस दुःखद घडीमा सहयोग गर्नुहुने, सहयोगको भावना देखाउनुहुने आदरणीय सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मानिसलाई कति बेला के हुन्छ भन्ने कुरा थाहा हुँदैन। सायद मान्छेको भाग्य, मान्छेको कर्ममा जे लेखेको हुन्छ, भाग्यमा जे लेखेको हुन्छ त्यही भोग्नुपर्छ भन्ने छ। ठ्याक्कै त्यस्तै घटना घट्यो, दुःखद घटना घट्यो। यस घटनामा प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा जहाँबाट जुन ठाउँबाट सहयोग गर्नुभएको छ, म सबै सहयोगी दाताहरूलाई मेरो व्यक्तिगत तर्फबाट सबैलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार।